कोही जुम्लाबाट आएको डाइनोसर, कोही झापाबाट आएको डाइनोसर डाइनोसर अनि एक दिन दाम तिरेर केही केटाकेटी ल्याएको थियो, अर्का दिन दाम बिना आएनन्। लखेडिदिन्छौँ भनेको, प्रधानमन्त्रीलाई लखेड्छु भनेको शान्तिपूर्णै त होला होइन? अस्तिका दिन 15 गते हामीले गणतन्त्र दिवस मनायौँ, जनताको तवरमा उत्साह मनायौँ, उत्सव मनायौँ। अनि एक थरीले भने जनमत सङ्ग्रह भयो, देखियो कसका कति मान्छे रहेछन् देखियो। अर्कोले हिजो थपेर के भन्यो भने हाम्रा नेताले हेलिकप्टर भनेको ठिक हो, हेलिकप्टर भाग्न तयारी गरे हुन्छ, भाग्ने सुरसार गरे हुन्छ, हामी लखेडिदिन्छौँ आदि। यो लखेडिदिन्छौँ भनेको, प्रधानमन्त्रीलाई लखेड्छु भनेको शान्तिपूर्णै त होला होइन? शान्तिपूर्णै होला, लखेड्छौँ। आज उहाँहरूको जुलुस 200-300 मान्छेको थियो, जन्म सङ्ग्रह हो। उहाँहरूको पपुलारिटी पनि त देखिएको छ नि त। एक दिन दाम तिरेर केही केटाकेटी ल्याएको थियो, अर्का दिन दाम बिना आएनन्। आज त देखियो नि त पपुलारिटी के रहेछ। म यस सम्बन्धमा धेरै केही भन्दिनँ। मेरो घरमा एउटा नाति छ क्या, उसले के भन्छ, बाबु डाइनोसर भन्छ। उसलाई केहीमा चित्त बुझेन, उसले पहिले आफूलाई डाइनोसर घोषणा गर्छ, बाबु डाइनोसर। यो राजतन्त्र फर्काउँछु भने भन्छन् नि, त्यस्तै उसले पनि डाइनोसरै फर्काइदिन्छ क्या, बाबु डाइनोसर भन्छ। अनि म चुप्प लाएर बस्छु। डर लागेन? डर लागेन? पहिले ऊ डाइनोसर हुन्छ अनि गर्छ, अनि मलाई नै सोध्छ डर लागेन। यो राप्रपा देख्दा मलाई एउटा नाति घरैमा छ, डाइनोसर हुँ भन्छ, पहिले घोषणा गर्छ बाबु डाइनोसर। कोही जुम्लाबाट आएको